हेलो गाइज, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अहिले चाहिँ हामी बजारदेखि कता हुन्छ घुम्न जानु लागेको थरे। कहाँसम्म पुगिन्छ थाहा छैन। सो गाइज, अहिले चाहिँ हामी जानु लागेको, हामी चाहिँ अहिले एयरपोर्टतिर जानु लागेको। हामी चाहिँ 3 जना मिलेर जाने। देख्न सक्नुहुन्छ सुजन चाहिँ पछि पछि आइरहेको छ। हामी चाहिँ गइरहेको छौँ। सो गाइज, अब चाहिँ हामी रतले आइसकेका छौँ। अब चाहिँ उतै बाटोतिर भेटौँ है त ल। देख्न सक्नुहुन्छ पछाडि चाहिँ सुदन छ। हामी चाहिँ अगाडि जानु लागेका छौँ। हामी चाहिँ अहिले जनज्योति स्कुलनिर आइसकेका छौँ। देख्न सक्नुहुन्छ सुदन चाहिँ पछि नै आइरहेको छ। स्कुलदेखि घुम्टीमा आएको छु। सो फाइनली गाइज, अब चाहिँ हामी एयरपोर्टनिर आइसकेका छौँ। यो चाहिँ एयरपोर्ट हो, देख्न सक्नुहुन्छ। यता चाहिँ मन्दिरहरू छ थोरै, तल मन्दिरहरू छ, त्यो पनि मन्दिर छ। कैलाश ग्रिन पार्क छ धेरै, देख्न सक्नुहुन्छ। माथि चाहिँ यो चाहिँ एयरपोर्ट हो। ल, अब चाहिँ हामी यहाँ सुदान आएको छैन, त्यस कारणले सुदानलाई एकछिन पर्खिनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ यो चाहिँ एयरपोर्ट हो। पताबुङ्गो अवस्थामा रहेको छ। हाम्रो बाबु कता गयो यार। यही जाँदै त के अरे उसले खरायोले कछुवालाई पनि छोडेको थिएन होला यार। देख्न सक्नुहुन्छ माथि यस्तो छ, यो चाहिँ यस्तो रहेको छ। आइसकेको छ। दोस्तलाई त यहाँ धेरै दुर हुन्न भनेस् है, तिमीले फेरि फाल्ला नि। सुनिस् नि दोस्त, ढिला गर्यो त्यस्तो भएर लगाइ छ। अब चाहिँ हामी जानु लाग्यो त ल। होइन दोस्त अगाडि होइन। धुलो उडाउँदै गयो यार। बा मर्छ त आज, मर्छ यार। पड्किरहेको थियो त तेरो बाइक त यार। आगैले देखिन्न लामो छ ओ यार, त कुतियाको बच्चा खान त केटा यार।
कुतियाको बच्चा छ त यार हे त ओए ओ न यार गाइस देख्न सक्नुहुन्छ यो सानो सानो पप्पीहरू रहेछन् यार ए यो चाहिँ सन्धिहारको बजार यो चाहिँ एयरपोर्टको भ्यू यहाँबाट चाहिँ यो एयरपोर्ट बन्नु अगाडि चाहिँ लगभग बन्ने क्रममा हैन यहाँबाट चाहिँ दुईटा बाइकहरू एक्सिडेन्ट भएको थियो कि उडेर म तल गएको थियो मन्दिर तल सार्कै त हो यहाँ तीनटा हो कतिवटा मन्दिर छ त देख्न सक्नुहुन्छ सन्धिहारको बजार चाहिँ उहाँ पारियो गाइज देख्न सक्नुहुन्छ त्यो डाँडोमा त्यहाँ पनि जानुपर्छ कि हो यहाँ हामी चाहिँ यहाँ आएको छौँ कहाँ माथि हुन्छ गाडा बन्न त नपहिले यार त्यो मसुरपाटा मञ्चमा गइन्छ नि हामी मञ्चबाट उदालासी अलि तल के ए ल जाउँला नि माथि जाँदैछौँ देख्न सक्नुहुन्छ अलि अगाडि बस्यो झेक्किनेमा त्यहाँखेरि हुत्तेला गाडी ए लामो झेक्किने पनि त ठुलै रहेछ करा कत्रो छ जाने बाटो रहेछ हामी चाहिँ यहाँ आइसकेछौँ गाडी हामीले चाहिँ यहाँबाट झारेर बारी सकेको छौँ अब चाहिँ हेर यहाँबाट झारेको हामीले चाहिँ यस्तो एउटा गाडी चाहिँ पारिराखिसकेको छौँ होइन जाउँ अब जानु लाग्यो केटाहरू रेडी हुँदैछन् त्यसको पनि तेल अफ गरेको सो गाइस हामी चाहिँ अब एयरपोर्ट घुमघाम गरेर हामी निस्किन लागेको छौँ देख्न सक्नुहुन्छ हामी चाहिँ अब घरतिर जानुपर्ने हुन्छ हैन अब चाहिँ आइसकेको छ चाहिँ ल हामी चाहिँ तल लागेको भए त
गाइस हामी चाहिँ अहिले मेन रोड छोडेर अफ रोड झर्ने निर्णय गरेका छौँ। अफ रोड जाने है केटाहरूले अफ रोड हान्ने भनेर राखन् होइन। त्यसकारण अब चाहिँ नि हामी अफ रोड जाँदैछौँ। देख्न सक्नुहुन्छ चिप्लो कस्तो छ है। हल्का अदर आइरह होला, माइन्ड नगरिदिनु होला। सो गाइस यो चाहिँ रुप्दी बजार हो, देख्न सक्नुहुन्छ। यो चाहिँ रुप्दी बजार भन्छ भने यता दायाँपट्टि चाहिँ सन्धियारको बजार छ। हामी चाहिँ अब सन्धियार आइसकेका छौँ, देख्न सक्नुहुन्छ। सो गाइस अब चाहिँ हामी नास्ता खान यहाँ नभन्जा कटेजमा आएको छौँ। थोरै नास्ता खानुपर्छ अनि चाहिँ जानुपर्छ ल। सो गाइस अब चाहिँ हामी नास्ता खाएर जानु लाग्यो, देख्न सक्नुहुन्छ। तल बजारतिर छौँ। सो गाइस अब चाहिँ हामी रतले बगैँचामा आइसकेका छौँ। यो चाहिँ सशस्त्र क्याम्प हो, सक्नुहुन्छ। तबबाट चाहिँ हामी घर जाने कति चाहिँ गाइस तल आएर रोकिरहेको छ। राजना सो गाइस यहाँ चाहिँ देउराली हुन्छ, एक्लाबाट रुख भन्छ। यस्तो सलाम दे, यस्तो सलाम दे। ताते हो कि गाडी। सो गाइस हामी चाहिँ एक्लाबाट रुख आएर रोकिएका छौँ। यस्तो थोरै रेस्ट गर्नको लागि हेर्न सक्नुहुन्छ। रोक्न रोक एकछिन रोकिदिए के रोक एकछिन। आफूतिर छ यार, सेल्फी होला नि त हाम्रो त यार। हाम्रो घर चाहिँ यताबाट माथि जाने हो। अहिले चाहिँ हामी बजारतिर यता तलबाट छौँ आएको छौँ। एक्सिडेन्ट भएछ र अन्त औडीको फेर्दा कहाँ भन्थे 20,000 हो कि कति कमै थियो। कहाँ कहाँ भएछ? कहाँ एक्सिडेन्ट भएछ? यो कहाँ किन्यो अन्त फुटल हो कि कहाँ हो? जाम अब हुन्छ होला। ल हेर्न सकेर के छ फेरि मुभिङ कम भएर हो क्या। त्यही होला। गाइस गाडीले हर्कत हानेको छ। नबाट ओइ नबाट अर्कै